मलाई धेरैजना साथीहरूले चाहिँ पासपोर्ट साइज फोटोको लागि चाहिँ केही गरिदिनु पर्यो भनेर भन्नुभएको थियो। अब त्यसलाई धेरैवटा तरिकाले गर्न सकिन्छ। अब एउटा एक्सन बनाएको भए पनि हुन्थ्यो वा स्क्रिप्ट बनाएको भए पनि हुन्थ्यो। तर मैले सबैभन्दा सजिलो तरिकाहरू चाहिँ मैले चाहिँ पिएसटी टिप फाइलबाटै चाहिँ भनौँ न पासपोर्ट साइज फोटो चाहिँ अब 4 आवरमा 8वटासम्म निकाल्न मिल्ने त्यो तरिकाले चाहिँ एउटा टिप फाइल रेडी गरेको छु। त्यो डाउनलोड गर्नको लागि चाहिँ तपाईँले अब यो थम्बनेल हेर्ने, डिजाइन हेर्ने अनि ठ्याक्कसँगले यहाँ क्लिक गर्ने। अरू केही हेर्नु परेन, तपाईँले मात्र डाउनलोड बटन चाहिँ कहाँ छ त्यो खोज्नु पर्यो। जस्तै यहाँनिर देखियो डाउनलोड भनेर, यहाँ मैले क्लिक गरेँ। क्लिक गरिसके पछाडि अब तपाईँले यहाँ चाहिँ तिरवाला आइकन डाउनलोड आइकन हेर्नु पर्यो। यहाँनिर रहेछ। कहिलेकाहीँ चाहिँ अर्को साइडतिर पनि देखाउँदो रहेछ कसै कसैकोमा चाहिँ। तपाईँले यसलाई डाउनलोड गर्ने। जस्तै मैले यसलाई डाउनलोड गरेँ। अब यो डाउनलोड भएको फाइललाई चाहिँ मैले फोटोसपमा चाहिँ ओपन गरेँ। अब यसलाई मैले फोटोसपमा ओपन गरिसके पछाडि हामीले यो साइडमा चाहिँ यो लेयर प्यानल हेर्नु पर्यो। यदि तपाईँकोमा यो लेयर प्यानल देखिएको छैन, जस्तै यसरी लेयर प्यानल नै हराएको छ भने चाहिँ तपाईँले के गर्नु पर्यो भने आफ्नो किबोर्डबाट चाहिँ F7 प्रेस गर्नु पर्यो। F7 भनेको F र 7 अलग होइन, एकै ठाउँ भएको जुन F5, F6 भएको हुन्छ तिनीहरू F7 प्रेस गर्नु पर्यो। F7 प्रेस गर्ने बित्तिकै लेयर प्यानल आइहाल्यो। अब यहाँनिर एउटा चाहिँ डबल क्लिक लेखेको छ। तपाईँले यसमा चाहिँ आफ्नो माउसको बटमले चाहिँ डबल क्लिक गर्नु पर्यो। मैले गरेँ। गरिसके पछाडि ठ्याक्कै एउटा ठाउँ चाहिँ यहाँनिर नयाँ पेज खुल्यो भनौँ न, नयाँ फाइल खुल्यो। अब तपाईँले आफूले जुन बनाएको हुन्छ फोटो त्यसलाई चाहिँ तपाईँले अब यिनीहरू चाहिँ ल्याउनु पर्यो। जस्तै मसँग एउटा कुनै होला म हेर्छु ल। म चाहिँ अहिले डबल स्क्रिनमा काम गरिरहेछु, त्यही भएर मैले एकापट्टि स्क्रिनमा गरेको काम तपाईँले देख्नु भएको छैन। तर प्रोसेस चाहिँ एउटै हो। जस्तै मैले यो फोटोलाई लिएर आएँ, यसलाई मैले ठ्याक्क यसको साइज अनुसारले मिलाएँ। ल, अब तपाईँले के गर्नु पर्यो भने यो फाइलमा क्लिक गरेर सेभ गर्दा पनि भयो है, वा कन्ट्रोल एस एकैचोटि प्रेस गर्दाखेरि पनि भयो। तपाईँले यहाँनिर चाहिँ ठ्याक्कै यसलाई सेट गरेर सेभ गरिसके पछाडि वा कन्ट्रोल एस थिचिसके पछाडि चाहिँ यहाँनिर सबै तपाईँको चेन्ज हुन्छ। यो डेमोमा चाहिँ अलिकति एउटा प्रब्लम भएछ। के प्रब्लम भन्दाखेरि यसको स्ट्रोक चाहिँ, जस्तै यहाँ बाहिर काट्ने आउटलाइन चाहिँ देखिएन। म यसको जुन यो अपलोड भएको भर्जन हुन्छ त्यसमा चाहिँ म स्ट्रोक सुत्दै बनाइदिन्छु। तपाईँले ढुक्क भएर युज गर्दा हुन्छ। यदि केही समस्या भयो भने तपाईँले यता यो राइट साइडको बटमतिर हेर्नु त, एउटा वाट्सएपको बटम छ, तिनीहरू तपाईँले मलाई मेसेज गर्नु न, सपोर्ट भइहाल्छ।